नमस्ते सबैजनालाई। तपाईँहरूलाई आज म सानो भिडियोको थ्रुबाट मेरो अलिकति केही मिठो पलहरू देखाउँदैछु ल। यो दलप्चनदेखि माथिको डाँडामा मेरो छोरी है, लोलेगाउँ आई लभ लोलेगाउँ ब्याकग्राउन्डमा हेर्नुहोस्। यहाँनिर पछाडि शहीद स्मारक पनि देख्नुहुन्छ तपाईँहरूले। यहाँ सबैजनाले लोलेगाउँमा यो जग्गामा गएर फोटो खिच्न रुचाउँछ है। प्रज्ञाको छोरा, मेरो छोरी, मेरो श्रीमती लोलेगाउँको टुरमा गएको बेलामा लिएको तस्बिरहरू यो सबै है। यो हेर्नुहोस् न, यहाँ कति मजाको बेम्बो ब्रिज बनाएको छ। हुन चाहिँ अब यसको लोडिङ क्यापेसिटी चाहिँ अलिक कम्ती रहेछ है। एकपल्टमा 2 जना मात्रै जान पाउने, अनि सबैजना यहाँ चढ्दै फोटो खिच्दो रहेछ है। हाम्रो गुरुआमा फेरि हेर्नुहोस्, पोज डिफ्रेन्ट पोजमा फोटो खिच्नुपर्ने। म पनि कहाँ कमीको हो त है, एउटा दुइटा त लिनै पऱ्यो नि होइन। अब हेर्नुहोस्, सानो मजाको रोमान्टिक जग्गा। अब सोच्नुहोस् तपाईँको प्यारो मान्छेसँग बसेर यहाँनिर है घन्टौँ बात गरिरहेको। यहाँ त अब बिचरा एक्लै पर्नुभयो है, मैले फोटो खिच्दै म बिजी। अब यहाँ उहाँले चाहिँ रुखलाई सहारा दिएको हो कि रुखले उहाँलाई सहारा दिएको त्यो भन्न मिल्दैन। मेरो छोरी चाहिँ नीलकमलको बगानमा फोटो नखिची नहुने है। हेर्नुहोस् कति मजाको पछाडिपट्टि हेर्नुहोस् ब्याम्बो ब्रिजको दृश्य है। अब तपाईँ यो हेर्नुहोस्, लोलेगाउँको सबैभन्दा मेन एट्र्याक्सन है, गौतम बुद्धको स्ट्याच्यु। एकदमै पिसफुल जग्गा, छेउमा सानो मन्दिर पनि छ। अनि यो स्ट्याच्यु, अब यो माथि चाहिँ तपाईँले देख्नुहुँदैछ ब्याकग्राउन्डमा, तपाईँको प्रज्ञाहरूको ब्याकग्राउन्डमा चाहिँ तपाईँको यो ट्री हाउस टाइपमा बनाएको छ है। माथि रुखको माथि बनाएको छ। यो तल वुड्सहरू हेर्नुहोस्, धुप्पीघारी हेर्नुहोस्, कति मजाको रमाइलो जग्गा, शान्त परिवेश। अब छुट्टी तपाईँहरूले काहीँ प्लानिङ गर्नुहुँदैछ भने चाहिँ डेफिनेटली तपाईँहरूले यो सोच्न सक्नुहुनेछ है। बाख्राकोटबाट अहिले त अब लोलेगाउँपट्टि जाने बाटो एकदमै मजाको बाटो बनाएको छ है, नेसनल हाइवे। यो तपाईँले बाटोमा भेट्न सक्नुहुन्छ यस्तो दृश्यहरू। पारि नोकडाँडादेखि उता पारिपट्टि देख्ने यो ब्याकग्राउन्डको नक्साहरू। मेरो बहिनी पनि अब फोटोको लागि तयार, सानो भान्जी हेर्नुहोस् न है, सी इज अल्सो इन्जोइङ। अनि यो त्यही लोकेसनमा हो, सकिन्छ भने प्रज्ञाको छोरालाई। अब यो चाहिँ तपाईँहरूलाई यो नोकडाँडाको है, नोकडाँडाको यो सेल्फी पोइन्ट, हामी दुईजनाको फोटो है, दुईजनाको फोटो यो चाहिँ। अनि बहिनी फुपूजीसँग चालिरहेको छ। अनि यो जग्गा चाहिँ तपाईँको हेर्नुहोस्, पछाडि कति मजाले कुहिरो लागेको छ है। यहाँ आइपुग्दाखेरि चाहिँ घनघोर पानी पर्दै थियो। अनि यसको ठिक्क मुनि चाहिँ तपाईँको दोकान छ, मोमो दोकान है। मजाले मोमोसम्म खाएर चाहिँ फेरि अचानक घाम लाग्यो है, अलिकति हल्का भयो। अन्त हामी त्यहाँ फोटो खिच्न लागेको। हेर्नुहोस् यहाँनिर कति मजाको दृश्य छ। धन्यवाद तपाईँहरूलाई यो सानो यात्रामा मलाई साथ निभाइदिनु भएकोमा। फेरि भेटौँ ल, बाई बाई अर्को भिडियोमा।